महाभारत कसरी शुभारम्भ भयो? धृतराष्ट्र र पाण्डु कुरु वंशमा जन्मिएका दुई दाजुभाइ थिए। यो वंश पृथ्वीका प्राचीन वंश राजा भरतबाट चलेको थियो। उनीबाट नै यसको नाम महाभारत रहन गयो। धृतराष्ट्र जन्मदादेखि नै अन्धो भएकाले उनले राज्य नपाएर उनका भाइ पाण्डुले पाएका थिए। उमेर नपुग्दै पाण्डुको मृत्यु भएकाले उनका 5 भाइ क्रमशः युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको रिक्ति गर्ने कार्य धृतराष्ट्रको अधीनमा गयो। त्यति बेला नै अन्धा भएका धृतराष्ट्रलाई नै राज्यको भार सुम्पी राजा बनाइएको थियो। यसरी धृतराष्ट्र र पाण्डुका भाइहरू एउटै राजमहलमा हुने गर्दथे। दुवै पक्षलाई पारङ्गत गुरु द्रोणाचार्यद्वारा युद्धकला सम्बन्धी ज्ञान तथा सिप सिकाइएको थियो र पूजनीय पिता भीष्म पितामहद्वारा सरसल्लाह पाउने गर्दथे। त्यति हुँदै पनि धृतराष्ट्रका छोरा जेठो दुर्योधनप्रति पाण्डवहरूप्रति ईर्ष्या र घृणा गर्दथ्यो। अन्ध तथा मनोबल कमजोर भएका राजा धृतराष्ट्र पाण्डु पुत्रहरूको सट्टा आफ्नै पुत्रलाई राज्यको उत्तराधिकारी बनाउन चाहन्थे। यसरी धृतराष्ट्रको योजनामा पाण्डुका छोराहरूलाई मार्ने योजना दुर्योधनले बनाउन थाल्यो। 5 पाण्डवहरू आफ्ना काका विदुर, मामाका छोरा श्रीकृष्णको सचेत संरक्षणमा रहेको हुनाले अर्जुन जीवित रहन सके। यस भूमिकामा श्रीकृष्ण आफन्ती भएकाले र अर्कोतर्फ धर्मको पालना गर्नुपर्ने भएकाले पाण्डवहरूको पक्ष लिनुभएको हो र उनीहरूलाई सुरक्षा प्रदान गर्नुभएको हो। आखिरमा चतुर दुर्योधनले जुवा खेल्ने चुनौती दिए। जुवाको निर्णायक बाजीमा दुर्योधन र उनका भाइहरूले पाण्डवका पतिव्रता पत्नी द्रौपदीलाई आफ्नो अधिकारमा ल्याए र उनलाई राजाहरू तथा राजकुमारहरूको सभाकक्षमा बेइज्जती गरी निवस्त्र बनाउने प्रयास गरे। श्रीकृष्णको दैविक हस्तक्षेपले गर्दा उनी विपत्तिबाट बचिन्, तर जुवा हरेको हुनाले पाण्डवहरूलाई राज्यबाट बहिष्कार गरे र उनीहरूलाई 13 वर्षको वनवास जानु पर्यो। 13 वर्षको वनवासपछि पाण्डवहरूले राजा दुर्योधनबाट नियम सङ्गत तरिकाबाट राज्य मागे, तर दुर्योधनले उक्त नियम सङ्गत कुरोलाई अस्वीकार गर्यो। अन्ततः पाण्डवहरूले पुरै राज्य नमागी केवल 5 गाउँ मात्र मागे, तर उनीहरूले पाण्डवहरूलाई 5 गाउँ त के एउटा सियो राख्ने ठाउँ पनि दिएनन्। तबसम्म अत्यन्त सहनशील भई बसेका पाण्डवहरूलाई युद्ध नगरी नहुने भयो। संसारका राजा र राजकुमारहरू सबै राजा दुर्योधनका छोराको पक्षमा उभिए त कोही पाण्डवहरूको पक्षमा उभिए। श्रीकृष्ण सन्देश वाहकको रूपमा पाण्डवको पक्षमा उभिए र सन्देश वाहकको रूपमा शान्तिको याचना गर्न धृतराष्ट्रको दरबारमा जानुभयो। त्यहाँ उहाँले राख्नुभएको शान्तिको सन्देश अस्वीकार भएपछि युद्ध हुने निश्चित नै भयो। उच्च नीतिमा रहेका पाण्डवहरूले श्रीकृष्णलाई भगवानको रूपमा चिने, तर धृतराष्ट्रले श्रीकृष्णलाई चिन्न सकेन। तैपनि विपक्षकै चाहना अनुरूप श्रीकृष्णले युद्धमा प्रस्तुत हुने प्रस्ताव राख्नुभयो। श्रीकृष्णले ईश्वरकै रूपमा युद्ध गर्न नमिल्ने भयो, तर कसैले उहाँको सैन्य बल प्रयोग गर्न चाहन्थे भने गर्न सक्थे र कसैले उहाँलाई सहयोगी सल्लाहकारको रूपमा राख्न सक्दथे। राजनीतिमा चतुर मानिने दुर्योधनले कृष्णको सैन्य शक्ति हात पार्यो भने पाण्डवहरूले श्रीकृष्णलाई आफ्नो सल्लाहकारको रूपमा लिए। युद्ध गर्न सबै तयार भएपछि अर्जुनले युद्ध गर्न सक्दिन भने श्रीकृष्णले युद्धभूमिमा अर्जुनलाई दिएको ज्ञान नै वास्तविक भागवत गीताको ज्ञान हो। युद्ध सुरु हुन लागेको थियो। सबै सैनिक युद्धभूमिमा मैदानमा उत्रिए। अब श्रीकृष्णले युद्धभूमिमा दिएको ज्ञानलाई अध्याय 1बाट हामी हेर्नेछौँ। अध्याय 1 सैनिकहरूको निरीक्षण।
एकापट्टि धृतराष्ट्रका गुरुहरू, अर्कोपट्टि पाण्डवहरू, अर्जुन भीमसहित 5 पाण्डव, श्रीकृष्ण अभिमन्यु द्रौपदीका 5 छोराहरू थिए। पाण्डुहरूका छोरा र धृतराष्ट्रका छोराहरू एउटै पारिवारिक सदस्यहरू थिए। यो एउटै पारिवारिक युद्ध जस्तै भएको थियो, तर त्यहाँ हर कोही पनि जित्ने उद्देश्य लिएर आएका थिए र त्यहाँ गुरुहरूका पिता धृतराष्ट्रले आफ्नै छोराहरूले जित्ने कुराहरू गरिरहेका थिए। यही कुरा आफ्ना निजी सचिव सञ्जयसँग सोधिरहेका थिए, पाण्डवका छोराहरूले के गरिरहेका छन्? त्यसपछि सञ्जयले यसरी बताउन थाले, जब युद्धभूमिमा युद्धको लागि शङ्ख बजाइयो, अर्जुनले श्रीकृष्णलाई भन्न लागे, हे कृष्ण, यो रथ युद्धभूमिको बीचमा लगेर राखिदिनुहोस्, ताकि युद्धभूमिमा युद्ध गर्ने मनसाय बोकेर आएका व्यक्तिहरूलाई देख्न सकौँ। भगवानको शुद्ध भक्त भएकाले अर्जुनलाई आफ्ना भाइ भतिजाहरूसँग युद्ध गर्ने आशा थिएन, तर कहिले पनि शान्तिपूर्ण युद्ध नगर्ने दुर्योधनको बानीले गर्दा अर्जुन युद्धभूमिमा आइपर्नु परेको थियो। युद्धभूमिमा त कुनै शान्ति स्थापना हुने कुरै थिएन र एकपटक उक्त युद्धभूमिलाई हेर्न चाहन्थे र यो पनि हेर्न चाहन्थे कि यो आवश्यक युद्धको लागि तिनीहरू कतिको तयारी थिए। श्रीकृष्णले अर्जुनको आशय बुझ्नुभयो र युद्धभूमिमा लगेर राखिदिनुभयो। त्यहाँबाट अर्जुनले सबै सेनाहरूलाई देख्न सक्दथे। युद्धभूमिमा अर्जुनले सबै आफ्ना सम्बन्धीहरूलाई देखे। उनले आफ्ना पिता, समकालीन व्यक्तिहरू, हजुरबुवा भीष्म जस्ता अनेकौं नातागोतालाई पनि देखे। विशिष्ट गुरु द्रोणाचार्य, नरभाषा, शल्य र शकुनी जस्ता मामाहरूलाई पनि देखे। दुर्योधन जस्ता दाजुभाइ पनि देखे। लक्ष्मण जस्ता छोरा, अश्वत्थामा जस्ता मित्रहरूलाई र कृतवर्मा जस्ता शुभचिन्तकहरूलाई पनि देखे, जहाँ उनका अनेक साथीहरू सम्मिलित भएका थिए। युद्धभूमिमा जति पनि सेनाहरू थिए, सबै आफन्तीहरू मात्र थिए। यो देखेर अर्जुन आत्तिँदै श्रीकृष्णलाई भन्न लागे, हे कृष्ण, लडाईँ गर्न यी सबै आफन्तीहरूलाई देखेर मेरा शरीरहरू कामिरहेको छ, मेरा ओठमुख सुकिरहेको छ, मेरा शरीरमा कम्प भइरहेको छ, शरीरमा भएका रौँहरू ठडिएका छन्, मेरो धनु हातबाट चिप्लँदैछ, मेरा छाला पोलिरहेको छ। हे कृष्ण, अब धेरै समय यहाँ उभिने मेरो शक्ति र सामर्थ्य पनि छैन। मैले आफैलाई बिर्सँदैछु। मेरो मन घुमिरहेको छ। मेरो मनमा धेरै विचारहरू खेलिरहेको छ। म त केवल अशुभ मात्र देखिरहेको छु, जसको लागि हामीलाई राज्यभोग र सुख चाहिएको हो। उनीहरू नै आफ्नो आशा मारेर लडाईँ गर्न युद्धभूमिमा उचालिएका छन् भने त्यो राज्यको भोग, त्यो जीवन। हे केशव, मलाई त्यो राज्य पनि चाहिएन, मलाई त्यो सुख पनि चाहिएन। पृथ्वीको राज्यको त के कुरा, स्वर्ग, मर्त्य र पातल तिनै लोकको राज्य पाए पनि म तिनीहरूलाई मार्न चाहन्न। बरु यिनीहरूले मलाई मार्छन् भने मारुन्। यी धृतराष्ट्रका छोरालाई मारेर मलाई के लाभ हुन्छ र? हातमा शस्त्र लिएर धृतराष्ट्रका छोराहरूले हात हतियार पनि नलिएको र युद्ध मैदानमा अवरोध पनि नगर्नेले मलाई मार्छन् भने मलाई मारुन्। मलाई यो स्वीकार्य हुनेछ। युद्धभूमिमा अर्जुनले श्रीकृष्णलाई यिनै कुरा भनेर युद्धभूमिमा अर्जुन आत्तिएर आफूले समातेको धनुष एकातिर राखेर पुनः रथमा बसे। यसरी पहिलो अध्याय सैनिकहरूको निरीक्षण समाप्त हुन्छ।
दोस्रो अध्यायमा श्रीकृष्णले पुनः अर्जुनलाई बताएका कुराहरू हामी दोस्रो अध्यायबाट हेर्नेछौँ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र सनातन धर्म अनि भागवत गीतालाई माया गर्नुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी नजिकैको बेल आइकनलाई पनि थिचिदिनुहोला र दोस्रो अध्यायको लागि